नमस्ते एन्ड वेलकम टु ट्राभलकास्टको आज यो सेकेन्ड एपिसोड हो अनि आजको थिम भनिरहेको छ वुमेन इन स्पोर्ट्स। सो आज हामीसँग एकदमै स्पेसल गेस्ट हुनुहुन्छ एन्ड आई एम इन कन्भर्सेसन विथ उषा दिदी, उषा खनाल हुनुहुन्छ हामीसँग। अनि उहाँको इन्ट्रोडक्सन थोरै मैले जति सक्छु त्यति गर्नु पर्दाखेरि चाहिँ माउन्टेन बाइकर होइन दिदी, आफूले आफूलाई माउन्टेन बाइकर अस्पाइरिङ भन्नुहुन्छ, दो अब चाहिँ माउन्टेन बाइकर कोच पनि भइसक्नु भएको छ उहाँ। त्यसै गरी ट्रेकिङ गाइड पनि हुनुहुन्छ अनि नेसनल च्याम्पियन पनि हुनुहुन्छ डाउन हिलको होइन 2023मा होइन त दिदी? हजुर, क्रस कन्ट्री पनि, क्रस कन्ट्री एन्ड डाउन हिल च्याम्पियन, नेसनल च्याम्पियन। सो वी हेभ उषा खनाल। नमस्ते। सो स्वागत छ दिदीलाई। ट्राभलकास्टको यो हाम्रो दोस्रो एपिसोड हो। सो सुरु गर्दाखेरि चाहिँ ठ्याक्कै पोइन्ट पनि जान चाहन्छु। अनि युजुअली हामी साइक्लिङ भन्छौँ, बाइसाइक्लिङ भन्छौँ अनि त्यस पछाडि माउन्टेन बाइकिङ भन्छौँ होइन। सो यो दुईटाको डिफ्रेन्स चाहिँ के रहेछ खासमा? फर्स्टमा चाहिँ नमस्ते, थ्याङ्क यू गेट नेपाल, मलाई अब तपाईँहरूको सेकेन्ड एपिसोडमा एकदम गेस्ट हुने मौका दिनुभयो बहिनीलाई, थ्याङ्क यू भेरी भेरी मच। अनि आएर आफ्नो एक्सपिरियन्स, आफ्नो स्टोरी एउटा सेयर गर्न पाउनु भनेको एकदम खुसीको कुरा। त्यसमाथि अर्गनाइजेसन रन बाई वुमेन फर वुमेन हुन्छ नि, इट्स भेरी आई फाइन्ड माइसेल्फ भेरी लकी, थ्याङ्क यू भेरी मच। अनि अर्को चाहिँ हाम्रो यो साइक्लिङ भनेको चाहिँ एज अ जेनरल हाम्रो साइक्लिङमा चाहिँ धेरै साइक्लिङ पर्छ। जस्तो माउन्टेन बाइकिङ भनेको एउटा माउन्टेन बाइक भयो, अर्को रोड साइक्लिङ हुन्छ, अहिले ग्राभल बाइक पनि छ, अनि अर्को हाम्रो कम्युट गर्ने पनि छ। हाम्रो ट्राभल यो सिटीमै चाहिँ कम्युट गर्छ नि, अब त्यसको लागि डिफ्रेन्ट काइन्ड्स अफ साइकल छ कि हाम्रो। अब त्यो मध्येमा चाहिँ माउन्टेन बाइकिङ चाहिँ एउटा पार्ट हो। लेट्स चाहिँ साइक्लिङ भनेको चाहिँ एउटा पुरा रुख हो भने, अनि हाम्रो माउन्टेन बाइकिङ चाहिँ एउटा हान्डा हो। तर माउन्टेन बाइकिङमा पनि अझै त्यसको धेरै हान्डाहरू छ। अनि अब जस्तो भर्खर डाउनहिल भन्नुभयो, एन्ड्युरो भन्नुभयो, अनि क्रस कन्ट्री भन्नुभयो, हो यिनीहरू चाहिँ डिफ्रेन्ट पार्ट हो। तर माउन्टेन बाइकिङ एज इन जेनरल चाहिँ जुन चाहिँ एउटा साइकलमा एउटा मात्रै अगाडि अथवा अगाडि सस्पेन्सन भएको त्यसलाई चाहिँ जेनरली चाहिँ त्यसलाई चाहिँ माउन्टेन बाइकिङ भनिन्छ। जुन चाहिँ तपाईँ अफ रोडमा लिएर जाँदाखेरि आरामले विथआउट एनी बम्पिनेस तपाईँ राइड गर्न सक्नुभयो भने चाहिँ जेनरल आइडिया। वेन आई गो इनसाइड त्यो धेरै भास्ट छ होइन, अब कसरी भन्नु होइन यसको एक्सप्लानेसन धेरै छ भनेर, एक्सप्लानेसन धेरै नै भास्ट छ, एकदम ठुलो वर्ल्ड हो होइन साइक्लिङको। त्यसमाथि माउन्टेन बाइकिङ पनि सानो जेनरली भन्नुपर्दा चाहिँ अब त्यही माउन्टेन बाइकिङ जुनमा चाहिँ तपाईँ अफ रोडमा जाँदाखेरि जुन चाहिँ तपाईँलाई अब अब्जर्भ गर्ने सस्पेन्सन भएको भयो भने चाहिँ यो चाहिँ इट्स कल्ड माउन्टेन बाइकिङ बिकज यु गो इन द माउन्टेन्स। सो दिदीलाई चिनेको लगभग 1 वर्ष भयो होइन। हाम्रो वुमेन्स डेको, इन्टरनेसनल वुमेन्स डेको 2024को इभेन्टमा दिदी हाम्रो स्पिकर भएर आउनु भएको थियो। अनि धेरैजना अडियन्सलाई चाहिँ उहाँको स्टोरीले चाहिँ मुभ गरिरहेको थियो। अनि आज हामीले उहाँलाई वुमेन इन स्पोर्ट्स भनेर यो थिम राखिराख्दाखेरि सम्झिनुको अर्को रिजन भनेको चाहिँ उहाँको स्टोरी आफैमा एकदमै धेरै इन्सपायरिङ छ। मेबी अब तपाईँहरू हाम्रो अडियन्समा हुने साथीहरूले पनि भोलि पर्सि दिदीलाई रिच आउट गर्नुभयो भने चाहिँ युल गेट टु नो हर बेटर। तर आज चाहिँ प्रोबेबली जति टाइम फ्रेम छ हामीसँग त्यतिमा चाहिँ आई ट्राई टु नो यु बेटर। अनि कस्तो रहेछ त अहिलेको स्पोर्ट्सको सिनारियो, स्पेसली अझ वुमेनको पर्सपेक्टिभबाट भन्ने कुरा पनि बुझौँ भनेर हो। सो अर्को क्वेसन पनि माउन्टेन बाइकिङसँग रिलेटेड नै छ। वाइ माउन्टेन बाइकिङ हजुरको लागि चाहिँ, वाइ डिड यु चुज दिस? आई थिङ्क माउन्टेन बाइकिङ चोज मी जस्तो लाग्छ। बिकज म कति स्पोर्टमा गएँ, कति स्पोर्ट भन्नाले अब डेडिकेटेड भएर चाहिँ म कुनै स्पोर्टमा नि गइनँ। तर वेन आई वाज इन स्कुल म चाहिँ धेरै स्पोर्टमा अब बास्केटबल पनि खेल्थेँ, रनिङहरू पनि कति गर्थेँ, ब्याडमिन्टन पनि खेल्थेँ, टेबल टेनिस पनि खेल्थेँ। तर त्यो कुनैमा पनि कुनै स्पोर्टले नि मलाई चुज गरेन अनफर्चुनेटली। अनि त्यसपछि म कलेजमा गएँ, कलेजमा त झन् नथिङ चुज मी, पढाइले नि चुज गरेन, अलिअलि चुज गरेँ होइन, पढाइले अलिकति साथ दियो, पढेँ। अब जब चुज मी फर फ्यु इयर्स। अनि त्यसपछि अल अफ अ सडन म पनि जानु, माउन्टेन बाइकिङ पनि आउनु, आई थिङ्क इट वाज लाइक भेरी लकी कोइन्सिडेन्स होइन। अनि अब आई अलवेज म एकदम बच्चादेखि अब अलिकति स्पोर्टतिर एकदम लाग्ने अनि एकदम चुलबुले टाइपको थिएँ। अनि मलाई चाहिँ स्पोर्टमा अलिक धेरै नै इन्ट्रेस्ट थियो। तर अलिकति बिचमा चाहिँ अनफर्चुनेटली अब त्यही हो, अब छोरी मान्छे कहाँ यस्तो खेलेर हिँड्ने भन्ने अब योभन्दा सायद 10-12 वर्ष अगाडि त इट्स भेरी नर्मल, छोरी मान्छे भएर किन बाहिर हिँड्ने, किन त्यो गर्ने। अहिले चाहिँ चेन्जिङ बिस्तारै। अनि त्यो बेलामा चाहिँ किन छोरी मान्छे भएर मैले आफ्नो म यो गर्छु नि भनेको थिएँ। तर छोरी मान्छे तँलाई किन जानु पऱ्यो भन्ने खालको एन्सर पाएर चाहिँ
होस् भनेर छोडिदिएँ बिकज अब त्यो अगेन्स्ट द फ्यामिली रुल्स अब फ्यामिलीको अगेन्स्टमा जाने त त्यो कुरै हुँदैन नि अब जाने त छुनु सोच्न पनि डर लाग्थ्यो नि अब अबै फ्यामिली भएन भने के गर्ने होला जस्तो हुन्थ्यो नि त अनि बिस्तारै माउन्टेन बाइकिङ जब फर्स्ट इन्ट्रोड्युस भएँ त्यसपछि साइकल चलाउन थालेपछि त आई जस्ट फाउन्ड माइसेल्फ डिफ्रेन्ट पर्सन क्या अब त्यो जति स्ट्रेसहरू छ त्यो सबै साइक्लिङले बिर्साइदिन्थ्यो किन भन्दा युआर वर्किङ आउट सो हार्ड साइक्लिङ गर्दाखेरि अनि त्यो अरूको सोच्नु त हुँदै हुँदैन अनि जब साइक्लिङबाट बाहिर राखेर अनि एक हप्ता पुरै त्यो काममा जान थालेपछि फेरि एट द एन्ड अफ द विक चाहिँ ओ माई गॉड आई निडेड भयो जस्तो हुन्थ्यो अनि ठ्याक्क वेकेन्ड आउँथ्यो अनि साइक्लिङ गरेँ अनि त्यसपछि नै बिस्तारै बिस्तारै अब इन्ट्रोड्युस पनि भएँ त्यसपछि आई फाउन्ड माई ह्याप्पिनेस देयर मेरो हबी पनि यही हो मेरो ह्याप्पिनेस पनि यही हो जस्तो लाग्यो इभन दो पहिला स्टार्टिङमा चाहिँ मैले करियर बनाउँछु भनेर चाहिँ आई नेभर थट है सुरुको 2-3 वर्ष चाहिँ म यसलाई करियर बनाउँछु म यसमै मात्र लाग्छु भने चाहिँ कहिले पनि सोचिनँ बट लाइफ ह्याड अदर प्लान्स सो माउन्टेन बाइकिङलाई नै अब जुन अहिले करियर बनाउँछु भनेर सोचेको थिइनँ भन्थ्यो नि हजुरले सो अब चाहिँ लाइफ लङ आई सी माइसेल्फ डुइङ दिस भन्ने जस्तो हुन्छ कि कस्तो हुन्छ अहिले सम्झिँदाखेरि ब्याक इन 2000 मैले मेरो चाहिँ म पहिला टिचिङ गर्थेँ युएन्स किन्डरगार्टनमा एज एन असिस्टेन्ट टिचर होइन लगभग 2 वर्ष जस्तो त्यहाँ काम गरेँ त्यसपछि आई शिफ्टेड टु युनियन स्कुल एज अ रिसेप्सनिस्ट त्यहाँ 6 महिना काम गरेँ त्योपछि चाहिँ एकदम आफ्नो कामबाट एकदम बोर्ड भएँ म अनि आई लेफ्ट जब 2016को डिसेम्बरमा अनि 2017मा चाहिँ अब लकिली भनौँ न एउटा मुभी थियो मुभीको युएस बेस्ड अर्गनाइजेसन नन प्रोफिट अर्गनाइजेसन चाहिँ एउटा दे वान्टेड टु मेक अ डकुमेन्ट्री मुभी पनि नभनौँ डकुमेन्ट्री बनाउनु उनीहरूले चाहिँ दे वर लुकिङ फर फ्यु वुमेन अनि त्यसमा चाहिँ अब उनीहरूले चाहिँ अब अपर्च्युनिटी सबैलाई दियो आई वाज लकी इनफ अब अलिकति स्मार्ट पनि भएर आई ग्र्याब द्याट अपर्च्युनिटी होइन अनि त्यो पछि चाहिँ मुभी डकुमेन्ट्री सुट भयो त्यसपछि एभ्री लाइक स्टेप जस्तै आई स्टार्टेड गेटिङ देयर क्या अब त्यतिखेरसम्म चाहिँ मलाई साइक्लिङमा करियर बनाउँछु साइक्लिङमा मेरो नाम हुन्छ मैले पैसा पनि कमाउन सक्छु भन्ने चाहिँ आई ह्याड नो आइडिया होइन अब एउटा स्पोर्ट हो भन्ने बल्ल बल्ल थाहा पाइरहेको थियो 2017सम्म भने ए यो त एउटा कम्पिटिसन पनि रहेछ एज अ स्पोर्ट पनि रहेछ नि बल्ल थाहा पाइरहेको मान्छेलाई अब त्यसमा पैसा पनि यसैमा कमाउँछु करियर पनि यसैमा कमाउँछु यसैबाट नाम कमाउँछु भन्ने मैले सोचेकै थिएन अनि त्यसपछि 2017मा चाहिँ कम्पनी अफर मी जब साइक्लिङ कम्पनी नै अनि उहाँहरूले चाहिँ जब अफर गर्नुभयो त्यसपछि जब नभइरहेको गरिदिनु न त भन्ने भयो अनि त्यसपछि बिस्तारै गाइड ट्रेनिङहरू पनि लिएँ अनि त्यसपछि 2 वर्ष जस्तो त्यहाँ काम गरेँ त्यसपछि चाहिँ त्यतिखेरसम्म यो करियर नै बनाउँछु भन्ने चाहिँ थिएन तर केटीहरू एकदम कम थियो त्यतिखेर एकदम अहिले त छँदै छैन हुन्छ तर पहिला योभन्दा अलिकति धेरै चाहिँ थियो तर एकदम काउन्टेबल नम्बर्स बेरै 10 जस्तो केटीहरू आउँथ्यो नि केटाहरू धेरै नै हुन्थ्यो अनि त्यो केटीहरू नम्बर मात्रै बढाउनु भयो म रेस खेल्छु भन्ने थियो एकदम सिरियस लिएको थिएन 2019मा चाहिँ अल अफ अ सडन अब एउटा रेस इन्डियामा रेस खेल्न गएँ जितेँ रेस अनि त्यसपछि चाहिँ अब सिरियसली ओ माई गड मैले त जित्न नि सक्दो रहेछु भन्ने फिलिङ त आयो कि त्यो हुन्छ नि ओहो मैले गोल्ड मेडल जितेँ म फर्स्ट भएँ भने एकदम भयो त्यसपछि फर्केर आएर एकदम ट्रेनिङ गरेँ अनि त्यसपछि चाहिँ आई थिङ्क आई निड टु सेट माई करियर हियर अब त्यतिखेरसम्म चाहिँ मेरो प्लान पनि सके साइक्लिङ नै नगर्छु नभए आई हेभ डिग्री अब ब्याचलर कम्प्लिट गरेको थिएँ प्लस आई हेभ एक्सपिरियन्स बिफोर प्लस मेरो कम्युनिकेसन स्किल पनि राम्रो छ आई बी एनीवेयर स्टिल त्यो फिलिङ चाहिँ छ कि वेयर एभर आई गो I'm capable of doing something होइन अब लाइफै सस्टेन हुँदै त आई थिङ्क आई क्यान डु इट तर अहिलेसम्मको हेर्दा चाहिँ आई थिङ्क आइ एम सस्टेनिङ भेरी वेल इन साइक्लिङको इन्डस्ट्रीमा अनि त्यो पछि चाहिँ आई डिसाइडेड म मेरो रेसिङ करियर पनि सँगै लाग्छु म रेसिङ करियरलाई प्रायोरिटी धेरै दिन्छु बट एट द सेम टाइम आई निड टु अर्न सो म चाहिँ यो साइक्लिङ गाइड पनि भएर आई जस्ट टेक इट टुगेदर भनेर लगिरहेको छु र अहिलेसम्म राम्रै चलिरहेछ समटाइम्स आई मिस फ्यु रेसेस होइन समटाइम अब 1-2वटा रेस मिस पनि भयो कहिलेकाहीँ ट्रिप पनि मिस हुन्छ रेसको लागि तर एकदम 100% ब्यालेन्स नभए नि 60-40को ब्यालेन्समा गएर छ विच इज प्रिटी गुड सो मेरो नेक्स्ट क्वेसन चाहिँ त्यही नै थियो कि वुमेन पार्टिसिपेसन चाहिँ कस्तो छ अहिलेको सिनेरियोमा भन्ने नै मेरो क्वेसन थियो अनि आई डोन्ट नो अब पहिलाको भन्दा अहिले मेबी थिङ्स
चेन्ज भइरहेको छ पनि होला. सो वाट डु यु थिङ्क यो कम्युनिटीमा अझ साइक्लिङ अझ भनौँ माउन्टेन बाइकिङको यो कम्युनिटी जुन बिल्ड भइरहेको छ त्यसमा चाहिँ वुमेन पार्टिसिपेसन चाहिँ कतिको छ जस्तो लाग्छ हजुरलाई? अनि यदि छैन भने चाहिँ वाट वुड बी द रिजन कि किन जति कन्भेन्सनल हाम्रो भनौँ न स्पोर्ट्स फुटबल भनौँ अथवा क्रिकेट भनौँ त्यहाँ हामीलाई थाहा छ नि त अहिले अलिकति ग्रो भइरहेको छ यो दुईवटा अथवा 2-3वटा स्पोर्ट्स फिल्ड चाहिँ अलिकति ग्रो भइरहेको छ. तर यहाँ साइक्लिङको सिनेरियो हेर्ने हो भने चाहिँ अहिले अवस्था कस्तो छ अनि वुमेनको पार्टिसिपेसन छ अथवा छैन, अनि यदि छैन भने चाहिँ के रिजन होला जस्तो लाग्छ हजुरलाई? फर्स्टमा चाहिँ हाम्रो जुन यो क्रिकेट अनि फुटबल अनि रनिङको कुरा भयो नि त्यो चाहिँ हाम्रो अलिकति ताइक्वान्डोहरू भयो नि हाम्रो जो रिसेन्टली एसियन मेडल्समा नि हाम्रो प्यारा ओलम्पिकमा चाहिँ गोल्ड मेडल होइन सरी ब्रोन्ज मेडल खाएको छ. अनि जस्तो हाम्रो सिल्भर मेडल ब्रोन्ज मेडलहरू जितेको जुन चाहिँ स्पोर्ट्सहरू छ नि अब त्यो मेडल जितेर एकदम हाइलाइटमा आयो. अनि हाम्रो क्रिकेट पनि अब एज अ लाइक पुरै संसारभरि नै एकदम फेमस स्पोर्टमा पऱ्यो नि त. अनि हाम्रो क्रिकेट फुटबल सबै त्यो एकदम पपुलर स्पोर्टमा पऱ्यो. अनि त्यही भएर हाम्रो गभर्मेन्टको चाहिँ एकदम आँखा भइरहेको छ बिकज द्याट्स वेयर द मनी इज एन्ड द्याट्स वेयर दे निड टु गेट द प्लेयर्स भन्ने त अब गभर्मेन्टमा पनि छ होइन. प्लस हाम्रो यो साइक्लिङ चाहिँ अहिले अब हाम्रो नेपालमा चाहिँ एकदमै लिस्ट पपुलर छ होइन एज अ स्पोर्ट है. तर एज अ लेजर अनि एज अ अब रिक्रिएसनल मान्छेले होइन म त फिट हुने हो म साइकल चलाउने हो मान्छेहरू धेरै नै छ होइन. बिहान बिहान उठेर साइकल चलाउने हो म 20 किलोमिटर 30 किलोमिटर चलाउने भन्ने हुन्छ नि. एट द सेम टाइम रनिङ तपाईँ 10 किलोमिटर गर्न 1 घन्टा लाग्छ भने 10 किलोमिटर साइक्लिङ गर्न मेबी हाफ एन आवर लाग्ला. त्यही भएर चाहिँ त्यो टाइम त्यो हुन्छ नि अब म्यानेजमेन्टको हिसाबले पनि दे फाइन्ड इट इजियर. तर यसमै अब करियर बनाउन चाहिँ अब एज अ केटा भयो पनि केटी भयो पनि अहिलेको कन्टेक्समा चाहिँ आई से भेरी भेरी डिफिकल्ट होइन. इभन महिला पनि कहिले काहीँ लाग्छ भने यदि म गाइडिङ गर्दैन थियो भने आई डोन्ट थिङ्क आई वुड सस्टेन हियर एज एन एथलेट. म साइक्लिङ नै गरेर म एज एन एथलेट मात्रै गर्छु भने चाहिँ म सस्टेन गर्दैन बिकज आई बिलोङ टु भेरी लाइक मिडल क्लास फ्यामिली. र मेरो फ्यामिलीले मलाई सपोर्ट पनि गर्न सक्नुहुन्न. दे कान्ट रियली गिभ मी लाइक 15-20,000 पर मन्थ होइन. त्यो भनेको त एउटा होल घर खर्च छ एक्सपेन्सेस पनि मिडल क्लास फ्यामिलीमा. सो म फ्यामिलीमा त्यो डिपेन्डेन्ट भएर आई डोन्ट वान्ट टु बी अ बर्डन टु माई फ्यामिली पनि. अनि त्यसपछि वुमेनको कन्टेक्समा चाहिँ जति आँट केटा मान्छेमा हुन्छ त्यो आँट केटी मान्छेमा आउनु चाहिँ अलिक टाइम लाग्छ क्या. दे निड्स लट अफ सपोर्ट टाइम चाहिन्छ. अनि कसैले जोसाइदिएको घरमा होला कोही कोही जोसिने तर धेरै जसो चाहिँ कसैले जोसाएको घरमा म यो गर्छु भने जोसिने केटी मान्छेहरू चाहिँ एकदम थोरै हुन्छ क्या. उनीहरू धेरै सोच विचार गरेर अब एज अ हुन्छ नि म पनि जस्तो म केही गर्न खोजिरहेको छु भने म आई थिङ्क 1 वर्षपछि के हुन्छ 5 वर्षपछि के हुन्छ त्यो दिमागमा आउँछ. इट्स वुमेन थिङ हाम्रो हर्मोनली होइन फिजिकल्ली इमोसनली सबै कुरा हामी एकदम डिफ्रेन्ट छौँ नि मेनभन्दा. द्याट्स वाइ इट्स मेन एन्ड वुमेन होइन. त्यो कुरा चाहिँ हाम्रो एउटा जेनरल सोसाइटीमा चाहिँ के सोच्नु भने यो केटा मान्छेले गरिरहेको छ यसले किन गरेन भन्ने हुन्छ. तर दे डोन्ट रियली अन्डरस्ट्यान्ड द क्लासिफिकेसन क्या. द्याट्स वाइ दे आर मेन दे आर वुमेन क्या. जुन वुमेनले गर्न सक्छ त्यो मेनले गर्न सक्दैन. जुन मेनले गर्न सक्छ त्यो वुमेनले गर्न सक्दैन नि. सो यो कुरा चाहिँ हाम्रो फ्यामिली सोसाइटी सबैमा बुझ्नु एकदम जरुरी छ होइन. अनि त्यही भएर चाहिँ यो स्पोर्टमा वुमेन ल्याउनु चाहिँ एकदमै हाम्रो पार्टिसिपेसन एकदम कम भइरहेको हाम्रो पार्टिसिपेन्ट्सहरू पनि सबजना विदेश जानु गयो सर्च अफ गुड फ्युचर होइन. अब सबैलाई जागिर गर्नै पऱ्यो पैसा कमाउनु पऱ्यो. इट्स नट जस्ट टुडे एज अ भोलि मात्रै 1 वर्ष मात्रै होइन. वी हेभ टु लिभ होइन. अब राम्रै भइराख्यो भने विल फर 20, 30, 40 होइन मोर इयर्स. अनि हामीलाई 40 इयर्ससम्म सस्टेन हुन त अहिले हावा भएर साइकल चलाएर हिँड्यो खर्च गरेर हिँड्यो. वी डोन्ट ह्याभ एनी सेभिङ्स 1 वर्षपछि नै पनि के गर्ने होइन. अनि प्लस एउटा फ्यामिली प्रेसर पनि हुन्छ. अब म पहिला जस्तो साइकल मात्रै चलाएर हिँड्थेँ केही गर्दैन थियो भने खालि बिहानदेखि बेलुकासम्म साइकल लिएर लुखुर लुखुर हिँडिरहेको छ. के गर्ने हो वाट इज यर फ्युचर घर भोलि बिहे गर्नुपर्छ बिहे गर्दा के भन्ने कसरी बिहे गर्ने यस्तो डुलेर हिँड्ने मान्छेलाई बिहे गरेर घरमा कसरी बस्न सक्छ त्यो अब क्वेसनहरू धेरै आउँछ नि त. जस्तो छोरा मान्छेलाई चाहिँ अब घरमा डुल्ने भयो होइन बाहिर डुल्ने भयो भने यसको बिहे गरिदिनु ठिक हुन्छ होइन. छोरा मान्छेलाई छोरी मान्छेले कन्ट्रोल गर्छ बुढियाएर कन्ट्रोल गर्छ भने अब अलिकति अब मेन्टालिटी भयो होइन. अब त्यो
इन अ वे अलिकति ट्रु पनि हो, किनभने एउटा मान्छे अब अर्काको घरको छोरी ल्याइसकेपछि हामीले हेर्नुपर्छ भन्ने अलिकति प्रेसर पनि हुन्छ। तर छोरी मान्छेको चाहिँ के त, ऊ घुमिरहेको, अब नराम्रो पनि होइन, घुमिरहेको आफ्नो गरिरहेको मान्छेलाई घरमा आएर एक्कासी बन्धन जस्तो त्यो त पिन्जरामा चरा ल्याएर थुनिदिएको जस्तो हुन्छ नि त। अनि छोरा मान्छे बिग्रियो भने बिहे गरेर सुध्रिन्छ, छोरी मान्छे बिग्रियो भने पनि बिहे गर्दै बुढाको घरमा गयो जेसुकै गर्नुहोस्, त्यो टाइपको चाहिँ छ। अनि अहिले चाहिँ हाम्रो वुमेन पार्टिसिपेन्ट चाहिँ एकदमै धेरै कम भएर आइरहेको छ होइन। हाम्रो साइक्लिङ अलिकति एक्सपेन्सिभ स्पोर्ट भयो र रिस्की पनि छ होइन। अब एउटा अलिकति बल मात्रै भएर पनि हुँदैन, टेक्निकल्ली अलिकति टेक्निकल स्किल्स पनि हुनु पऱ्यो। यदि भएन भने रेसहरू अहिले कस्तो कस्तो टेक्निकल ट्रेलहरूमा हुन्छ होइन, मान्छे हिँड्न डराउँछ त्यस्तो ट्रेलमा हाम्रो रेसहरू भइरहेको छ साइक्लिङको। अनि त्यो सबै रिस्क फ्याक्टर अनि हाम्रो फाइनेन्सियल बर्डन फ्याक्टरले गर्दा केटी मात्रै होइन केटाहरूको पनि धेरै नै कम छ। जो चाहिँ अब जब गर्नुहुन्छ उहाँ यसो बिहान अलिकति चलाउनु त्यस्तो मान्छेहरूको चाहिँ धेरै नै छ है। साइक्लिङको हाम्रो राइडर्सहरू घट्नु भएको छैन, तर एथलेटहरू जो चाहिँ प्रोफेसनली म रेस खेल्छु, म एथलेट मान्छे हुन्छु, प्योर एथलेट भन्ने चाहिँ एकदमै कम छ हाम्रो। सो गभर्मेन्टको त्यति नजर आई डोन्ट थिङ्क सो अहिले यो पोइन्टसम्म चाहिँ साइक्लिङतर्फ चाहिँ त्यति ध्यान आकर्षण चाहिँ भइसकेको छ जस्तो चाहिँ लाग्छ कि लाग्दैन हजुरलाई? हाम्रो एकदम म एउटा नेसनल प्लेयर, राष्ट्रिय खेलाडी। अहिले हाम्रो अब जब जस्तै एउटा सबै स्पोर्टको एउटा एसोसिएसन हुन्छ नि, हाम्रो पनि एसोसिएसन थियो नेपाल साइक्लिङ एसोसिएसन। अब अहिले चाहिँ हामीले सुन्नमा आएअनुसार विच इज इन ब्ल्याक लिस्ट होइन। त्यो भनेको हामी एउटा एथलेट छु, तर म के को एथलेट, अब आई फिल सो होमलेस क्या, अब एउटा अफरान जस्तै भइसक्यो, अनाथ जस्तै भइसक्यो, बिकज आई डोन्ट ह्याभ एन अम्ब्रेला अर्गनाइजेसन क्या जुन गभर्मेन्टले हेरोस्। अनि अब यो स्पोर्ट गभर्मेन्टको आँखामा चाहिँ धेरै नै एकदम मधुरो छ क्या यो, बिकज हाम्रो साइक्लिङले अभियसली हामीले अहिलेसम्म एउटा कुनै मेडल ल्याएर देशलाई जित्न सकेको छैन, तर त्यो मेडल ल्याउनुको लागि देशले हामीलाई के गरेको छ त? यु कान्ट अलवेज लाइक त्यो रिजल्ट मात्रै एक्सपेक्ट गर्न सक्नुहुन्न नि त। हाम्रो सरकारले के इन्भेस्टमेन्ट गरेको छ त्यो चाहिँ हाम्रो छैन, अब जिरो इन्भेस्टमेन्ट जस्तै छ सरकारबाट। त्यही भएर चाहिँ अब इफ यु डोन्ट इन्भेस्ट यु आर नट गोना गेट द रिजल्ट। त्यही भन्दा मलाई पनि आई वाजन्ट स्योर कि गभर्मेन्टले चाहिँ केही रेगुलेट गरिरहनु भएको छ छैन। अब जति पनि कम्पिटिसन्सहरू अहिले अर्गनाइज भइरहेको छ नि, रेसिङहरू यताउतिहरू, हजुरले पार्टिसिपेट गर्ने कति नेसनल इन्टरनेसनल कम्पिटिसन्सहरूको चाहिँ कसले रेगुलेट गरिरहेछ अनि यो चाहिँ अर्गनाइजरहरू चाहिँ को हुनुहुँदो रहेछ यसरी पार्टिसिपेट गरिराख्दाखेरि चाहिँ? हाम्रो वर्षमा एकचोटि चाहिँ खास नेसनल च्याम्पियनसिप हुनुपर्ने, त्यो च्याम्पियनसिपले चाहिँ नेसनल च्याम्पियन फर द 1 year भनेर डिसाइड गर्ने हो होइन। अब यहाँ हाम्रो चाहिँ एज पर क्यालेन्डर मे 17-18मा हुनुपर्ने हो, बट वी हेभन्ट हर्ड एनिथिङ, सो आइम प्रिटी मच स्योर अब हुँदैन होला होइन। अनि त्यसपछि नेसनल गेम्स भन्ने चाहिँ एभ्री 2 years राष्ट्रिय खेलकुद परिषदबाट त्यो चाहिँ एकदम ठुलो अम्ब्रेला अर्गनाइजेसनबाट हुनुपर्ने हो। त्यो पनि अहिले कति न्युज सुनिरहनु होला, पोस्टपोन हुँदै अहिले आएर डेट पनि निस्केको छैन, 3देखि 4चोटि पोस्टपोन भइसक्यो होइन। अनि अरू चाहिँ हाम्रो अब प्राइभेटली गर्नुहुन्छ होइन, कुनै अब अर्गनाइजेसनले, सानो अर्गनाइजेसनले चाहिँ प्राइभेटली रेस अर्गनाइज गर्नुहुन्छ र त्यसमा चाहिँ अब एक्सपेन्सेस सबै अब कसैले चाहनुभयो भने स्पोन्सर गर्नुहुन्छ हामीलाई रेस इन्ट्री होइन, चाहनु भएन भने चाहिँ सबै हाम्रो पर्सनल एक्सपेन्सेस हो। अब यो नेपालभरि जता गए पनि अथवा विदेशतिर जता गए पनि एभ्रिथिङ इज अन आवर ओन, सबै एक्सपेन्सेस चाहिँ हाम्रो नै हो। त्यति डिफिकल्ट चाहिँ एकदमै डिफिकल्ट स्पोर्ट नै रहेछ इन कन्टेक्स्ट अफ झन् नेपालको सिनेरियोमा हेरिराख्दाखेरि चाहिँ फाइनेन्सियली पनि अलिकति च्यालेन्जिङ स्पोर्टको रूपमा चाहिँ देखिन्छ होला है यो स्पोर्टलाई। अब साइकल हाम्रो नेपालमा भन्दैन, अनि अभियसली बाहिरबाट आउँछौँ, बाहिरबाट आउने बित्तिकै महँगो भइहाल्यो होइन। अब अनि त्यसपछि नेपालमा कमाएर बाहिरको पैसा तिर्छु भने चाहिँ गाह्रो पर्यो नि, बिकज हाम्रो नेपाली पैसा त कति हुन्छ र महिनामा 20-25 हजार कमायो भने 20-25 हजारमा त साइकलको सानो सामान पनि आउँदैन होइन। साइकलको नर्मल के अहिले 3 देखि 4 लाख पर्ने भइसक्यो राम्रो साइकल किन्छु भने मिनिमम होइन। अनि अब कहाँ 15-20 लाखसम्म साइकल छ होइन। त्यो त अब त्यही हो ड्रिम्स एन्ड डिजायर्स भने जस्तो एउटा सानो एउटा तपाईँकीमा अलिकति इन्ट्रेस्टेड हुनुभयो अनि सानो कुरा लिनुभयो भने ठुलो कुरा देख्नुहुन्छ नि, ओ माई गड भन्ने त्यता लाग्यो, फेरि अर्को ठुलो देख्छ, त्यो मान्छेको इच्छा सानो कहिले पनि पुरा हुँदैन क्या, भन्ने बेलासम्म पुरा हुँदैन। सो राम्रो लिउँ आफ्नो लागि, राम्रो लिउँ भन्ने चाहना चाहिँ सधैँ भइरहेको रहेछ।
यो स्पोर्ट्समा अथवा भनौँ जेनरल पनि होइन हजुरले देखेको आफ्नो लागि हजुरको पर्सनल्ली चाहिँ वान अफ द बिगेस्ट च्यालेन्ज चाहिँ के थियो यो स्पोर्ट्समा अथवा जेनरली भनिराख्दाखेरि पनि स्पोर्ट्स फिल्डमा आएपछिको फेस गर्नुभएको च्यालेन्ज? अहिलेको पहिलादेखि नै यही अब अलिकति फाइनेन्सियली चाहिँ मैले आफूलाई एकदम च्यालेन्जिङ हुन्थ्यो अनि एकदम विचार गर्नुपर्ने। अहिले पनि आई डोन्ट स्पेन्ड एनिथिङ होइन, म अरू यो साइक्लिङभन्दा बाहिरकोमा चाहिँ म खासै स्पेन्ड गर्दिनँ। जे जति नै मेरो पैसा म स्पेन्ड गर्छु यो साइक्लिङमै स्पेन्ड गर्छु। र अहिले आएर मैले एकदम बिगेस्ट च्यालेन्ज देखेको चाहिँ आई वान्ट टु बी एन एथलिट, तर रेसै छैन नेपालमा अनि आई क्यान अफोर्ड टु गो अब्रोड एभ्री टाइम टु रेस होइन। अनि बाहिर गएपछि हाम्रो वी डोन्ट गेट एनी पोजिसन एज वेल, किनभने वर्षमा एउटा दुइटा रेस खेलेर वी क्यान नेभर इम्प्रुभ आउँछ। मान्छेले एभ्री विक रेस खेलेर कति इम्प्रुभ गर्छ, हाम्रो चाहिँ त्यो रेस अहिले सिनारियो नै छैन कि नेपालमा। अनि रेस सिनारियो नभएर चाहिँ इट्स अब आफूलाई एथलेट भन्नु पनि कसरी भन्नु, म वर्षमा एउटा पनि रेस हुँदैन के को आधारमा म आफूलाई एथलेट भने अब नेसनल च्याम्पियनसिप आउँदैछ, आई वान्ट टु गेट द्याट टाइटल। म 2023मा मेरो टाइटल लिएको दुईवटा टाइटल, 2024मा आई क्रास, मैले डिफेन्ड गर्नु पाइनँ अनि आई वान्ट टु गेट द्याट टाइटल ब्याक। अहिले भन्यो भने आई वान्ट टु, बट देयर इज नो रेस, रेसै छैन, म कता जाउँ, वेयर डु आई गो। र म आफैले पर्सनली मैले अर्गनाइज गरेर हुने रेस पनि होइन यो। अनि सो अहिले रेस नहुने एज एन एथलेट चाहिँ त्यो रेसै नहुने चाहिँ म सबभन्दा ठुलो च्यालेन्ज देख्छु। यति धेरै च्यालेन्जेस छ, यति धेरै चुनौती छ, तर पनि होइन आई एम हियर है, आई सर्भाइभ भन्ने त्यो एउटा वाट डु यु इन्जोय द मोस्ट अनि केले चाहिँ मोटिभेट गरिरहेको छ, वाट इज द्याट ड्राइभिङ फोर्स के हजुरलाई? सबभन्दा ठुलो अहिले मोटिभेसन चाहिँ आफूलाई मोटिभेट किन गरेर हुन्छ भन्दा देयर आर सो मेनी अर्गनाइजेसन्स हाम्रो नेपालमा पनि छ, तर आउट अफ नेपालमा पनि यो साइक्लिङलाई नै साइक्लिङको मात्रै होइन जसले चाहिँ दे जस्ट फोकस अन साइक्लिङ, त्यसको अर्गनाइजेसन कति छ अनि उहाँहरूले चाहिँ आई थिङ्क दे गेट मोर इन्ट्रेस्टेड इन दिस एसियन लाइक हाम्रो स्पेसली यता नेपालतिरको लाइक चाहिँ अब दे नो इट्स भेरी, अब उनीहरू एकदम हुन्छ नि वेन बाहिर जाँदाखेरि चाहिँ यति धेरै वुमेनको त्यो ग्रुप के अब एकदम लो लेभलदेखि माथिसम्म त्यो हुन्छ नि त्यो स्किल्स लेभल क्या, अब एकदम खतरा चलाउने साइक्लिस्टदेखि लिएर एकदम बिस्तारै बिगिनरको पनि एउटा ग्रुप हुने क्या। अनि त्यो चाहिँ अनि त्यसले गर्दा चाहिँ मलाई ओ माई गड कति धेरै त्यो अब बिहे गरेको बच्चा भएको त्यस्तो भनिनै छैन क्या। अनि 17-18 वर्षकोदेखि लिएर 60-65 वर्षसम्मकोलाई देयर इज अ ग्रुप। अनि महिलाहरू चाहिँ यति धेरै बाहिर आउनु हुँदो रहेछ कि जुन चाहिँ हाम्रो नेपालमा एकदम कम छ क्या। त्यो अब एउटा ग्रुपिजम टाइपको छ होइन, किन भन्दा अब आफ्नो एउटा साथी भएपछि त्यही साथीसँग मात्रै हिँडिराख्ने भन्ने छ, तर बाहिर चाहिँ एभ्री विक हुन्छ नि छुट्टै ग्रुपसँग गएर सबैजनाको बुझ्ने अनि एकले अर्कालाई मोटिभेट गर्ने त्यो छ। अनि हाम्रो यो अहिले नेपालमा चाहिँ बाहिरबाट कति हामीलाई क्वेसन सोध्नुहुन्छ क्या, अनि वाट इज द बिगेस्ट त्यो कति गाह्रो भइरहेछ के भइरहेछ भन्नुहुन्छ। अनि त्यो एउटै कुरा भन्दा त यो त गाह्रो पनि होइन कि जस्तो फिल हुन्छ कहिले काहीँ त कि अब ला कति भन्नु, अब च्यालेन्जेस छ तर अब कति एउटै कुरा 10जनालाई अब च्यालेन्जेस चाहिँ छैन कि, अब यो त च्यालेन्ज पनि भन्दा कि अब यो त च्यालेन्ज पनि होइन कि क्या हो जस्तो लाग्छ कि कहिले काहीँ चाहिँ। तर बाहिरको हेरिकन हाम्रो नेपालमा चाहिँ धेरै च्यालेन्जेस छ होइन। अब बाहिर साइकल चलाउनु मन लाग्यो भने गयो, तर घरमा अब यहाँ चाहिँ साइकल चलाउनु पनि म मेरो फ्यामिलीसँग बसेँ भने अब बिहान मलाई साइकल चलाउनु ला खाना कसले बनाउँछ, एउटै छोरी घरमा कोही छैन छोरी मान्छे, अब खाना कसले बनाउँछ, निस्किनलाई खाना बनाउन आउने भन्नुहुन्छ। अनि त्यो पनि एउटा अलिकति मेन्टली होइन सुन्दाखेरि बनाउँदैन भनेर जा भने जस्तो हुन्छ, तर मेन्टली सोच्दा चाहिँ ला मेरो घरमा त खाना बनाउने मान्छे छैन, अब के गर्ने म त छिटो आउनु पऱ्यो भने अनि त्यहाँ रस त्यहीँ भयो। अनि त्यस्तै कुराले हेर्दाखेरि सानो कुरा लाग्छ, यो छोरी मान्छेहरू कति बाना बनाउँछ भन्छ, तर त्यो परेर त बाना बनाउने हो, त्यो हावा नचलिकन पात हाल्दैन भन्छ नि त्यस्तै हो। त्यो आफ्नो अर्कोको जुत्तामा बसेर पनि हेर्नुपर्छ भनिन्छ नि त, त्यो पनि होला। अनि अझ अलिकति भन्नुपर्दाखेरि चाहिँ हजुरले कस्तो खालको अपर्च्युनिटिज चाहिँ पाउनुभयो साइक्लिङकै थ्रु भनौँ न? ट्राभलिङको अपर्च्युनिटिजहरू हुन सक्ला डेफिनेटली, त्यो त छँदैछ होइन, त्यो बाहेकका अरू कुनै अपर्च्युनिटिजहरू जुन चाहिँ ओके अरू प्रोफेसनमा अरू करियर पाथ मैले चुज गरेको भए सायद मैले पाउँदिनँ थिएँ होला, तर म यो करियरमा छु त्यही भएर मैले यतिसम्म चाहिँ पाएँ भन्ने त्यस्तो केही छ हजुरलाई? फर्स्टमा त्यही यसरी बोल्न पाएँ मैले होइन, एउटा अफिसमा
म जे गरिरहेको थिएँ त्यो गरिरहेको भए मलाई चिन्दा पनि चिन्दैन थियो। मलाई अहिले अब साइकल चलाएर हिँड्नु यतिकै एज अ जेनरल पनि साइकल चलाउने मान्छेले भने चिन्नुहुन्छ। जुन यो मैले नाम पाएको छु होइन त्यो पनि साइक्लिङबाटै पाएको हो। जुन त्यो बाहिर अब हाम्रो नेपाल एक्सप्लोर गर्ने कति ठाउँ गएको छु जुन चाहिँ म स्टिल त्यहाँ जाँदाखेरि चाहिँ म कुनै अब गइरहेको ठाउँ अथवा नयाँ ठाउँमा गयो भने नि साइकल चलाउँदैन थियो, मलाई कहिले आउँदैन थियो होला जस्तो फिल हुन्छ। म यो ठाउँ यस्तो खतरा ठाउँ छ मैले कति मिस गर्दैन किनभने म पहिला कतै पनि गएकै थिएन नि। अनि त्यसपछि साइकल चलाएपछि कति ठाउँ एक्सप्लोर गर्ने त्यो इच्छा जागेर एउटा साइक्लिङ चलाउने बाहना पनि भयो, नयाँ ठाउँ घुम्ने बाहना पनि भयो। अनि यदि मैले साइकल चलाउँदैन थिएँ भने म यो ठाउँहरू पनि घुम्दैन थिएँ होला र म यो संसार पनि राम्रोसँग बुझ्दैन थिएँ होला होइन। किन बाहिर साइकल चलाएर गएपछि तपाईँ बाटोमा कस्तो कस्तो मान्छे भेट्नुहुन्छ क्या, एन्ड यु लर्न टु डिल विथ दोज डिफ्रेन्ट काइन्ड्स अफ पिपल क्या। कस्तो बिहेभियर हुन्छ नि, कोही रिसाउने हुन्छ, कोही खुसी भएर हुन्छ, कोही एकदम खुसी भएर हङ्गामा मार्न आउने हुन्छ। एन्ड देन यु लर्न टु हुन्छ नि त्यो संसार बुझ्नुहुन्छ एन्ड देन यु लर्न द वर्ल्ड। अनि त्यो कुरा नै सबभन्दा ठुलो कुरा हो क्या, आफ्नो यो संसार बुझ्नु अनि यो संसार के रहेछ भनेर बुझ्नु नै ठुलो कुरा हो। र त्यो चाहिँ साइक्लिङले मलाई धेरै एकदमै यतिसम्म बोल्ने पनि मलाई बनाएको साइक्लिङले नै हो। आई थिङ्क हामी डिफ्रेन्ट भेहिकलमा कम्युट गरिरहेको हुन्छौँ क्या, धेरै ट्रान्सपोर्टेसन्सहरू छ। अनि म आफै पनि साइकल चलाउन थालेको चाहिँ लगभग 3-4 वर्ष जस्तो भयो। अनि यही पोडकास्टको थ्रु म 2-3जना मान्छेलाई चाहिँ सम्झिन चाहन्छु। साउट आउट टु अस्मिता दिदी वुमेन्स साइक्लिङमा पनि हुनुहुन्छ। सो उहाँले पनि मलाई इनिसियली सिकाउनु भएको हो। अनि सजना दिदी अनि सरू सृष्टिका उहाँहरू हाम्रै अर्गनाइजेसनमै हुनुहुन्थ्यो। अनि साइक्लिङ गर्नुपर्छ है जाम भनेर उहाँहरूले नै लग्नु भएको पनि हो कि मलाई साइक्लिङ गर्दाखेरि पनि त्यो मेरो जर्नी त्यसरी सुरु भएको। नत्र पहिला एकदमै डर लाग्थ्यो कि मलाई पनि। अनि त्यो फिलिङ आफैमा एकदम धेरै लिबरेटिङ फिलिङ रहेछ, एकदम त्यो म एकदम फ्री छु है भने जस्तो क्या। अनि अरू सबै ट्रान्सपोर्टेसन भन्दा एकदमै डिफ्रेन्ट, त्यो चाहिँ इमोसनली पनि खोइ के फरक पारिदिँदो रहेछ होइन साइक्लिङले चाहिँ। अनि हो एकदमै फ्री फिल हुन्छ, ओके मैले फ्रिडम पाइरहेको छु भनेर फिल हुने रहेछ कि, एकदमै लिबरेटिङ। अनि च्यालेन्जिङ पनि त्यस्तै खालको। तर साइक्लिङ एकदमै रमाइलो छ। त्यो रमाइलोको लागि हेर्ने हो भने चाहिँ, तर अफकोर्स आफ्नै खालको सेट अफ च्यालेन्जेस त एज अ स्पोर्टमा लाग्दाखेरि त हजुरले भन्नुभएको जस्तो धेरै च्यालेन्जेस नै देखिरहेको छ होइन, जो अहिले यो फिल्डमा जो यो स्पोर्ट्समा लागिरहनु भएको छ। अनि अहिले अब अपकमिङ अपर्च्युनिटिज हजुरले देख्नु भएको त्यस्तो केही छ साइक्लिङलाई लिएर नेपालको सिनारियोमा हेर्दा? हाम्रो नेपालमा कस्तो भनाइ त्यो हुन्छ नि, अब आन्सरै नभएको जस्तो फिल हुन्छ क्या मलाई। किन भन्दा अब रेसेस नै छैन। अब हाम्रो बाहिर यति धेरै अपर्च्युनिटिज, एभ्री विक रेस हुन्छ। अनि इफ यु गो आउटसाइड यु गेट द्याट अपर्च्युनिटी टु गेट रिकगनाइज बाई द वर्ल्ड। जस्तो हामी 2023मा स्कटल्यान्ड गएको थियो वर्ल्ड च्याम्पियनसिपको लागि। अनि जेनरली हुन्छ नि नेपालबाट नै राइडर आयो भने ओ माई गड भएको क्या उनीहरू, बिकज उनीहरूले अब धेरै देख्दैन क्या, मेबी 1 or 2 टाइम्स गएको थियो होला पहिला। तर नेपालबाट राइडर आयो भने चाहिँ जो चाहिँ नेपालमा ट्रेकिङ आउँछ नि, अनि उनीहरूले चाहिँ हामीलाई त्यहाँ उनीहरू बोल्न आयो कि अब किन त नेपालबाट हो, म नेपाल गएको थिएँ, केही चाहिँ छैन नेपाल इज अ बिग कन्ट्री नि त। उनीहरू कहाँ ट्रेकिङ गरेर म यो इयरमा नेपाल आएको थिएँ, मैले त ट्रेकिङ गएको थिएँ नि। अनि उनीहरूले त्यो ओहो तिमीहरूले यस्तो वर्ल्ड च्याम्पियनसिप खेल्न आयो भने उनीहरूले जो नेपाल आयो नि दे हेभ सिन नेपाल होइन, अब नेपाल कस्तो देखिएको छ नि त। अनि जेनरल आइडिया त हुन्छ नि कस्तो भयो भने। अनि उनीहरूले चाहिँ नेपालबाट वर्ल्ड च्याम्पियनसिप खेल्न आयो भने त्यो ओ माई गड भनेर कस्तो रेस्पेक्ट टाइपको हुन्छ नि। अनि आएर बोल्ने अलिकति इन्ट्रेस्ट देखाउने त्यस्तो मान्छेहरू धेरै थियो। अब अपर्च्युनिटिजै भन्नुपर्दा बाहिर चाहिँ धेरै नै अपर्च्युनिटिज र तर त्योभन्दा पहिला चाहिँ अब आफ्नो होम कन्ट्रीमै गर्नु पऱ्यो नि त। जस्तो हाम्रो सरकारले नेसनल च्याम्पियनसिप गराएर नेसनल्स गराएर बाहिर अब एसियन च्याम्पियनसिप एसियन गेम्स त्यस्तोहरू खेलाइराख्न लग्यो भने चाहिँ अपर्च्युनिटिज धेरै भास्ट छ कि, एकदमै धेरै अपर्च्युनिटिज छ। अपर्च्युनिटिज नभएको स्पोर्ट होइन कि, यति धेरै ग्रो भइरहेछ नि यो स्पोर्ट। अनि यसको अझ विधाहरू बिस्तारै थपिँदैछ क्या, कति थपिँदैछ। अनि अपर्च्युनिटिज नभएको होइन, तर हाम्रो नेपालको कन्टेक्स्टमा नभएको हो कि अपर्च्युनिटिज। सो नेबरिङ कन्ट्रिजबाट पनि कति खेलाडीहरू भेट हुन्छ होला। सो इन्डियाबाट भयो, चाइनाबाट भयो। सो त्यो पार्टिसिपेन्ट्स र आफूलाई हेरिराख्दाखेरि चाहिँ कतिको फरक पाउनुहुन्छ हजुरले? अब हाम्रो 2019मा साउथ एसियन गेम्स भएको थियो, त्यो बेलामा चाहिँ हाम्रो इन्डियाबाट पार्टिसिपेन्ट आउनु हुँदाखेरि हाम्रो चाहिँ अब जति पनि पार्टिसिपेन्ट हुन्थे हाम्रो नेपालबाट सबजना पोडियममा हुनुहुन्थ्यो क्या। केटाको 3जना पार्टिसिपेन्ट थियो,
फर्स्ट सेकेन्ड थर्ड नै एकदम पोडियम स्विप भयो, प्लस केटीको 2जना पार्टिसिपेन्ट थियो, फर्स्ट र सेकेन्ड नै हाम्रो नेपालबाट भयो क्या, थर्ड इन्डिया भयो क्या। त्यस्तो थियो 2019सम्म पनि। तर अहिले 2019भन्दा यता चाहिँ हाम्रो एसोसिएसन नै होइन, हाम्रो अब खेलाडीलाई त्यो अब एउटा होमली हुन्छ नि, एउटा अभिभावक हुन सकेन नि त हाम्रो। त्यो भएर चाहिँ हाम्रो बिस्तारै अब त्यो डिग्रेड हुँदै गयो क्या हाम्रो त्यो अब स्किल्सहरू सबै डिग्रेड हुँदै गयो भने हाम्रो नेबरिङ कन्ट्री इन्डियामा चाहिँ के भइरहेछ नि, हामीले एकदम लाइभ देखिरहेको अब इन्डियासँग हामी एकदम क्लोज, हाम्रो इन्डियन राइडर्स उसमा त्यो भाषा पनि अलिक मिल्ने भएर अब कुरा हुन्छ नि, उनीहरूको राइडर यति धेरै अपग्रेड भइसक्यो कि नि। अब अहिले आयो भने सायद नेपालले सक्दैन पनि होला कि उनीहरूलाई जित्न, त्यो क्याचअप गर्न हामीभन्दा क्याचअप उनीहरू अब उनीहरूको सरकारले चाहिँ अब उनीहरूको सिएफआई भन्ने छ होइन, साइक्लिङ फेडरेसन अफ इन्डिया उनीहरूको फेडरेसन छ, उनीहरूले चाहिँ त्यो टुल्सहरूमा अब मेकानिकल्स त्यो हुन्छ नि, अब ट्रेनर्सहरूमा यति धेरै इन्भेस्ट गरेको छ कि यति धेरै इन्भेस्ट गरेको छ। इन्डिया आई थिङ्क इट वाज क्रेजी फर स्पोर्ट्स है, क्रिकेट होस् या जेसुकै स्पोर्ट्स होस्, इन्डियामा चाहिँ स्पोर्ट भनेको चाहिँ एकदम ठुलो छ क्या। अनि उनीहरूले चाहिँ यो साइक्लिङको लागि पनि यति धेरै इन्भेस्ट गरेछ कि उनीहरूले हाई अल्टिट्युडमा ट्रेनिङ सेन्टरै खोलेको छ क्या ठुलो, जहाँ चाहिँ उनीहरूले खेलाडीहरू लगेर 12 महिना पालिदिन्छ, भित्रै ट्रेनिङ गर्ने सबै गर्ने, जुन त्यो चाहिँ हाम्रो नेपालमा अलिकति 1% पनि छैन क्या। लगेर खेलाडी ट्रेनिङ गर्नु त परको कुरा, खेलाडीहरू कहाँ छ भन्ने कुरा पनि थाहा छैन होइन। अनि त्यो कारणले गर्दा चाहिँ वी डोन्ट गेट मोटिभेसन। हामी जुन आइसक्यो नि, उनीहरूलाई त ठिक छ, हामी आइसक्यौँ अब हामीले करियर बनाउने नै भनिसक्यो, वी डोन्ट वान्ट टु ब्याक अप। हामी जसरी हुन्छ विल फाइन्ड आवर वे भनिसक्यौँ भने हामीले बाटो देखिसकेको छ। तर जो नयाँ आउँदै हुनुहुन्छ उनीहरू त दे आर लस्ट, उनीहरूले त बाटै पत्ता लगाउँदैन, वे टु दे गो के, भित्र चिन्ने कताबाट पनि थाहा छैन, कसरी सुरु गर्ने अनि के आधारमा चाहिँ सुरु गर्ने। अब के आधारमा चाहिँ हामीले तिमी साइक्लिङ गर यो फ्युचर छ भनेर हामीले के आधारमा भन्ने, हामीले त्यो उनीहरूलाई कन्भिन्स गराउन पनि सकिरहेको छैन क्या, किनभने रेसै छैन। अनि बाहिर अब उनीहरूलाई अपर्च्युनिटी, नेपालमा मात्रै अपर्च्युनिटी दिएर भएन त, बाहिर पनि दिनु पऱ्यो नि अपर्च्युनिटी। तर बाहिर कसरी लाने, हामी आफै नै पुरानो खेलाडीहरू नै जानु सकेछन् भने नेपालीहरूलाई अब त्यो नयाँ खेलाडीहरूलाई तिमीहरू आऊ बाहिर लैजान्छु भनेर कसरी त्यो कन्भिन्स गराउनै सक्दैन कि। भनेपछि खेल्ने क्रममा केही भयो, आफूलाई हेल्थमा केही समस्या आयो भने पनि सबै आफूले नै आफ्नै जिम्मेवारी उठाउनु पर्ने, त्यस्तो इन्स्योरेन्स ल खेलाडीको लागि यति उति भनेर पनि त्यस्तो हाम्रो छैन होइन त। सो एउटा कुरा हामी भनिरहेको हुन्छौँ नि त, पेरेन्ट्स अभिभावकहरूले मान्नु हुँदैन, स्पोर्ट्सलाई त्यति करियर हो भनेर बुझ्दैनन् भनेर हामीले अभिभावकहरूलाई त भन्छौँ सजिलैसँग। तर त्यसको वान अफ द रिजन भनेको चाहिँ हाम्रो कन्ट्रीले अथवा भनौँ न जो गभर्मेन्ट लेभलमा काम गरिरहनु भएको छ, स्पोर्ट्ससँग क्लोजली काम गरिरहनु भएको छ, उहाँहरूले नै सायद त्यो फाउन्डेसन चाहिँ क्रिएट गर्न नसकेर र त्यो विश्वास पैदा गरिदिन नसकेर स्पोर्ट्सलाई अनि स्पोर्ट्सम्यान वुमेनहरूलाई चाहिँ त्यो एउटा सेफ स्पेस दिन नसकेर पनि हो कि जस्तो पनि मलाई लाग्यो। हजुरलाई के लाग्छ? यो अहिलेको कन्टेक्स्टमा चाहिँ सरकारले चाहिँ यो क्रिकेट र फुटबल जस्तो मेन स्ट्रिमको यो जुन त्यो ग्लोबल्ली पनि पपुलर भएको स्पोर्ट्सहरूलाई मात्रै प्रायोरिटी दिनुहुन्छ। अब उहाँहरूको चाहिँ हामीले देखेअनुसार बुझेअनुसार चाहिँ दे गेट स्यालेरी मन्थली, जस्तो कि हाम्रो साइक्लिङ भयो, अरू स्पोर्ट्सहरूलाई चाहिँ अलिकति होइन धेरै नै त्यो आउट अफ साइट भयो कि। अब खेलाडी पनि धेरै नभएर होला होइन, उहाँहरूले चाहिँ त्यति धेरै प्रायोरिटी दिनुहुन्न हाम्रो साइक्लिङलाई। अनि त्यो साइक्लिङलाई प्रायोरिटी नदिएपछि चाहिँ त्यही हो, अब सरकारको जे पनि हामी सरकारी थ्रुबाट नै जानुपर्छ नि त। जे गर्छु भने पनि वी निड टु गो थ्रु गभर्मेन्ट होइन, त्यो त एकदम फ्याक्ट कुरा नै हो। हामी इन्डिभिजुअली, जस्तो म वर्ल्ड च्याम्पियनसिप खेल्न जान्छु, म एसियन गेम्स खेल्न जान्छु भने पनि आई क्यान नेभर डु द्याट। मलाई सरकारको थ्रुबाटै जानुपर्छ, सरकारले हुन्छ भने पनि जान मिल्यो, हुँदैन भने पनि जान मिलेन। सो एट द एन्ड अफ द डे मैले जतिसुकै दुःख गरे पनि, जतिसुकै मेहनत गरे पनि म आफ्नो इच्छाले म कतै पनि जान पाउँदैन। आई क्यान डु प्राइभेट रेसेस, म बाहिर जान सक्छु, प्राइभेट रेसेस गर्न सक्छु। तर यो जुन यो युसिआई सर्टिफाइड रेसेसहरू हुन्छ, त्यो चाहिँ हाम्रो युसिआई भनेको चाहिँ हाम्रो यो फुटबल एसोसिएसन अथवा क्यान जस्तो छ नि, त्यो चाहिँ सबभन्दा टप अर्गनाइजेसन, उनीहरूको अन्डरमा भएको रेस खेल्नलाई चाहिँ आई हेभ टु गो थ्रु नेपाल साइक्लिङ एसोसिएसन। र नेपाल साइक्लिङ एसोसिएसन भनेको एउटा सरकारी निकाय हो, अनि आई हेभ टु गो थ्रु देम। तर अब उनीहरूको पनि अनि साइक्लिङ एसोसिएसन पनि हाम्रो राखेप ओलम्पिक कमिटी धेरै छ नि, इट्स भेरी भास्ट। अनि जब कि हाम्रो
उनीहरूले हामीलाई रेकग्नाइजै गरेको छैन भने हामीले उनीहरूलाई हामी यो गर्न सक्छौँ भनेर हामीले उनीहरूलाई त्यो भरोसा दिनु पनि सक्दैन। र अर्को मेन कुरा चाहिँ एकचोटि गएर रेस खेलेर वर्ल्ड कप जितेर आउने त होइन होइन, मान्छेहरू कति ट्रेनिङ गरेर कति प्र्याक्टिस गरेर होइन। फेरि हाम्रो स्पोर्ट चाहिँ जति धेरै रेस खेल्न सक्यो, जति धेरै आफूलाई त्यो रेसमा इन्भल्भ गराउन सक्यो, त्यति नै इम्प्रुभ हुँदै जाने स्पोर्ट हो भने वर्षमा एकचोटि रेस खेलेर त नोबडी क्यान इम्प्रुभ, त्यो कसैले पनि एक्सपेक्ट गर्नै पर्दैन। मान्छेहरू 11 वर्षदेखि साइकल चलाएर 18-19 वर्षको उमेरमा आएर बल्ल जित्छ फर्स्ट रेस भने, त्यहाँ हाम्रो त अब रेसै नगराइकन 2-3 वर्षमा एकचोटि रेस गराएर अब बाहिर गएर गोल्ड मेडल लिएर आइज भन्नु चाहिँ त्यो मूर्खता हो, जुन चाहिँ हाम्रो सरकारले एकदम ठुलो एक्सपेक्ट गर्छ आफ्नो खेलाडीहरूबाट, जब कि उहाँहरूले के पनि दिनु नै हुन्न क्या। अब त्यो क्रिटिसाइज गरे जस्तो छ, बट इट्स स्याड रियालिटी अफ द अहिलेको जमानामा, अहिलेको बेलामा। सायद जसरी हामीले हाम्रो अभिभावकहरूले हाम्रो समाजले स्पोर्ट्स मेन स्ट्रिम स्पोर्ट्स बाहेक पनि अरू स्पोर्ट्सको थ्रु पनि हामीले आफ्नो लाइफ सस्टेन गर्न सक्छौँ भन्ने विश्वास अहिलेसम्म पाइसक्नु भएको छैन। त्यसरी नै सायद अहिले गभर्निङ बडीमा जो हुनुहुन्छ, स्पोर्ट्समा जो हुनुहुन्छ, सायद स्पोर्ट्सको डिपार्टमेन्ट हाम्रो गभर्मेन्टको जो मान्छेले सम्हालिरहनु भएको छ, उहाँ पनि सायद त्यही पेरेन्ट्स मध्येमा एक हुनुहुन्छ होला क्या। उहाँ आफैले पनि सायद त्यो बुझ्न नसकेको कुरा होला, तर एकदम त्यो ध्यान पनि आकर्षण यतातिर हुनु एकदमै जरुरी छ। बिकज जसरी उषाजी जस्तो खेलाडीहरू हुनुहुन्छ होइन, यति धेरै मेहनत गरिरहनु भएको छ, यदि तपाईँहरूले उहाँहरूसँग पर्सनल्ली पनि एकचोटि भेट्ने मौका पाउनुभयो भने चाहिँ आई थिङ्क जान्ने अवसर चाहिँ पाउनुहुन्छ कि के छ त अहिलेको करेन्ट सिचुएसन नेपालको सिनारियोमा स्पोर्ट्सको, अझ मेन स्ट्रिम स्पोर्ट्स भन्दा पनि बाहिरको स्पोर्ट्सको सिनारियो के छ भन्ने अवसर पाउनुहुन्छ। आई थिङ्क त्यो एउटा आफ्नो सेफ स्पेसबाट हाम्रो गभर्मेन्टका बडिजहरू चाहिँ बाहिर निस्किनु एकदमै इम्पोर्टेन्ट छ, अनि मात्र हाम्रो स्पोर्ट्स यो फिल्ड पनि एकदमै अगाडि जान्छ भन्ने मलाई पनि विश्वास लाग्छ। सो यदि सुरु गर्न चाहँदैछ उषा दिदी, यदि कोही स्पोर्ट्समा अथवा भनौँ साइक्लिङकै कुरा गरौँ न होइन, आज हामी यसकै कुरा गरिरहेछौँ भने, सो यसको सुरुवात अझ माउन्टेन बाइकिङको सुरुवात चाहिँ कसरी गर्ने होला? कि कोही नयाँ हुनुहुन्छ अनि एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ, अनि हाउ डु आई स्टार्ट विथ? फर्स्टमा त अब एउटा आफूले जति सक्नुहुन्छ त्यतिको साइकल एउटा चाहिँ होइन, धेरै अब सक्दिनँ भने धेरै चिपमा जाँदा पनि इट्स रिस्क फर योर लाइफ होइन। अब अस्ति अघि भर्खर हामीले एक्सपिरियन्स गरेको थियौँ नि, अब क्र्याङ्कै निस्क्यो भने इट्स भेरी रिस्की थिङ होइन। त्यही भएर त्यस्तो अब साइकलहरू चाहिँ अब धेरै अब 4-5 लाखको किन्नु नि पर्दैन, बट एटलिस्ट गेट द बाइक द्याट डजन्ट हर्ट यु क्या। अब साइकलले नै गर्दा प्रब्लम आउने, साइकलले नै गर्दा लड्ने त्यस्तो साइकल चाहिँ लिनु भएन। आफ्नो बजेटले जति भ्याउनुहुन्छ त्यति अब आफूलाई राम्रो हुने खालको साइकल लिनु, आफ्नो साइजको साइकल लिनु, प्लस छुटाउँदै नछुटाउने अलिकति सेफ्टी गियर्सहरू जस्तो अब जुत्ता त नर्मल जस्तो जुत्ता लगाए पनि हुन्छ, हेलमेट ग्लोभ्सहरू चाहिँ सकेसम्म त्यो चाहिँ अब छुटाउनै नहुने कुरा हो, किनभने द्याट्स द मेन प्रायोरिटी, बिकज यु ओन्ली गेट वान हेड वान्स इन यर लाइफ होइन। अनि त्यसपछि चाहिँ अब त्यो बिस्तारै गएपछि यु निड टु फाइन्ड द कम्युनिटी, यु निड टु फाइन्ड द ग्रुप होइन। अब जस्तो भर्खर बिगिनर्स त्यो भर्खर सुरु गर्छु भन्नेले अब मसँग साइकल चलाउँछु भन्यो भने उहाँहरूको लागि पनि गाह्रो हुन्छ, मेरो लागि पनि गाह्रो हुन्छ, किनभने त्यो हामी वी आर नोवेयर नियर क्या। त्यही भएर फाइन्ड अ ग्रुप जो चाहिँ तपाईँ नजिकै छ त तपाईँसँगै छ, जस्तो बिगिनर्सहरूकै ग्रुप पनि हुन्छ, अलिकति इन्टरमिडिएट ग्रुप पनि हुन्छ। सो आफ्नो अलिकति अब चिनाजानी गर्ने, अनि त्यसपछि बिस्तारै उनीहरूसँग राइड गर्ने, अनि इभेन्चुली एभ्रिथिङ स्टार्ट्स फ्रम द ग्राउन्ड, अनि बिस्तारै बिस्तारै इम्प्रुभ आफै भइहाल्छ, अनि एन्ड देन यु गेट टु लर्न लट मोर थिङ्स। त्यसपछि मैले भनिराख्नै पर्दैन। सो इज इट ट्रु द्याट साइक्लिङ कम्युनिटीमा मान्छेहरू कम हुनुहुन्छ, खेलाडीहरू कम हुनुहुन्छ होला, पार्टिसिपेन्ट्स कम हुनुहुन्छ होला, तर यो कम्युनिटी आफैमा एकदम स्ट्रङ छ अरे हो? जति छन् त्यति एकदम स्ट्रङ कम्युनिटी छ अरे हो? अब सानो छ हाम्रो साइक्लिङ कम्युनिटी, तर सानो भएर एकअर्काले सबैलाई चिन्ने भएर होला, स्ट्रङ छ क्या। बाहिर कहाँ होइन, हाम्रो चाहिँ अब जे जति छ मेन सिटिजहरूमा मात्रै छ कि साइक्लिङको। अब काठमाडौँ, पोखरा, अब धरानमा एकैजना राइडर्स छ भने मेबी 7, 8, 9, 10 एकदम क्या, अब सबैजना थाहा हुन्छ। अनि त्यही भएर चाहिँ अलिकति स्ट्रङ जस्तो देखिन्छ, किनभने अब धरानको भाइहरू कस्तो छ भनेर हामीलाई अब एउटै रेसमा भेट हुन्छ, अनि धेरै भेट भइरहेको ल वी नो देम बेटर, अनि कसैले सोद्धाखेरि नि त्यो भाइ राम्रो छ, त्यो भाइ राम्रो छ, त्यो बहिनी राम्रो छ भन्ने टाइपको हुन्छ नि। त्यही भएर चाहिँ स्ट्रङ देखिन्छ, त्यो भएर सानो कम्युनिटी भएर। ओके,
सो एनिथिङ द्याट युड लाइक टु सेयर विथ अस, आई मिन हजुरको त्यस्तो एक्सपिरियन्स, रमाइलो एक्सपिरियन्स साइक्लिङले नै एउटा मोमेन्ट एकदम अहिलेसम्मको हजुरको यो जर्नी छ नि एन्टायर साइक्लिङ करियरको जर्नीको वान अफ द एकदमै ह्याप्पिएस्ट मोमेन्ट त्यस्तो? धेरै छ, म त सधैँ ह्याप्पी हुन्छु साइकल चलाउँदा होइन। अनि कति धेरै छ, अब केही कुरा होइन, अब नसकिरहेकोलाई एउटा कन्कर गर्ने, एउटा अलिकति टेक्निकल पार्ट कन्कर गर्ने, त्यो पनि एउटा ठुलो एकदम आफैमा खुसीको कुरा भयो। अनि रेसहरू फर्स्ट टाइम इन्डियामा गएर रेस जित्दादेखि लिएर यहाँ चाहिँ एकदम अब मभन्दा अगाडिको नेसनल अब मैले जसलाई चाहिँ डिफेन्ड गरेर मैले चाहिँ जितेर अब नेसनल च्याम्पियन भएँ। अनि हाम्रो उहाँ चाहिँ दिदी हुनुहुन्थ्यो, अनि उहाँ चाहिँ उहाँलाई चाहिँ कति 8-9 वर्षसम्म नोबडी इभन कुड लाइक उहाँको नजिक गयो उहाँलाई जित्न कसैले सकेन। एन्ड प्रोब्ली वान अफ द लाइक त्यो हुन्छ नि मेमोरेबल मोमेन्ट अफ माई लाइफ कि उहाँलाई जितेर, त्यो पनि एसियन गेम्सको लागि सेलेक्सन थियो। अनि आई वोन हर विथ लाइक गुड टाइमिङ। अनि त्यो यति खुसी भयो कि म, बिकज एभ्रीबडी सर नोबडी क्यान बिट हर। अनि त्यो पछि चाहिँ अल अफ अ सडन आई केम, अनि त्यसपछि मैले बिट गर्दाखेरि मैले पनि कति रेस खेलेँ तर आई कुड नेभर विन हर। तर 2021मा चाहिँ एकदम फाइनली विन गर्दा चाहिँ द्याट वाज भेरी मेमोरेबल मोमेन्ट। अनि त्यसपछि बिस्तारै रेसहरू जित्दा अनि ट्राभल गर्दा लास्ट टाइम आई वेन्ट टु स्टेट्स फर रेस होइन। अनि त्यो रेसहरूमा अनि यसो सोच्छु कि यतिमा नर्मल हुन्थ्यो नि, आई वुड नट इभन थिङ्क अबाउट गोइङ टु स्टेट्स, किनभने मसँग एउटा कुनै रिजनै हुँदैन थियो स्टेट्स जाने अनि नयाँ कन्ट्री देख्ने। तर साइक्लिङ गरेर रेसको लागि एउटा बाहना भयो, एउटा अलिकति अपर्च्युनिटी पाएँ होइन। अनि यसो सोच्छु कि यो साइक्लिङले त मलाई कति धेरै दिएको छ, अब आई विस आई कुड गिभ समथिङ ब्याक टु दिस कम्युनिटी भन्छ। अनि म चाहिँ अब हामी चाहिँ यो वुमेनको बारेमा मात्रै कुरा गर्नु पनि यो साइक्लिङ स्पोर्टमा चाहिँ माया लाग्दो छ कि, त्यही भएर केटाकेटी दुइटैलाई लिएर आउनु सक्यो भने चाहिँ अब त्यो चाहिँ एकदम ठुलो उपलब्धि हुन्थ्यो। अनि केटा मान्छेहरूलाई चाहिँ लिएर आउनु अलिक सजिलो पनि छ होइन। उनीहरू चाहिँ अब युट्युब भिडियो हेर्छ, देखेर हुन्छ नि एकदम एक्साइटेड हुन्छ अनि होइन। अनि त्यो एकदम सजिलो छ। तर केटी मान्छेलाई चाहिँ एउटा भिडियो देखाएको भरमा युट्युब यस्तो गर्न जाऊँ भनेर बाहिर निकाल्नु चाहिँ धेरै गाह्रो छ होइन। दे लुक फर मोर स्योरिटी, दे लुक फर मोर होइन। मैले अघि भने जस्तै उनीहरूले फ्युचर हेर्छन्, हामी चाहिँ वी अलवेज लुक फरवर्ड क्या। हामी चाहिँ पछाडि हुँदा पनि अब के गर्ने त, अब इनकेस यो भयो भने के गर्ने, यो भएन भने के गर्ने भन्ने वी लुक फर द्याट होइन। हामीलाई चाहिँ अब वुमेनहरूलाई फोकस गर्ने हो भने चाहिँ मलाई जहाँसम्म लाग्छ हाम्रो सरकारी निकायहरूले वुमेनहरूको लागि चाहिँ अलिक धेरै अपर्च्युनिटी, बिकज वुमेन निड अब दे डोन्ट अब निड भन्दा पनि आई थिङ्क गभर्मेन्ट निड्स टु डु मोर फर वुमेन चाहिँ। किनभने जति केटा मान्छेसँग डिल गर्नु एकदम सजिलो एकदम थियो, अब उनीहरूलाई अब जस उनीहरूलाई कुरा गरेर जति मनाउनु सजिलो हुन्छ त्यति गाह्रो महिला हुन्छ। प्लस अलिकति त्यो सबै एस्पेक्टले गर्दा पनि सरकारले चाहिँ अलिकति धेरै अपर्च्युनिटिज वुमेनहरूलाई दिएर होइन। अब कस्तो अब साइकलहरू किनिदिएर हुन्छ कि होइन, कस्तो हुन्छ त्यो अलिकति फाइनेन्सियल बर्डन कम गराउनु पाए पनि हाम्रो वुमेनहरू चाहिँ अलिकति ट्र्याक गर्न सकिन्थ्यो कि यो स्पोर्टमा र अरू स्पोर्टमा पनि सायद अब अलिकति भन्दा त अब जहिले पनि छोरी मान्छेहरूले धेरै अपर्च्युनिटी पाएको भन्छ। तर यसो रेगुलेसनमा हेर्नु पर्दा त्यस्तो भइरहेको हुँदैन कि, जता पनि मेलकै अब अब जतिसुकै चेन्ज भयो भने इट्स मेल डोमिनेटेड सोसाइटी होइन। अनि त्यसमा चाहिँ अब कसरी गर्न सकिन्छ अलिकति सरकारले अलिकति राम्रोसँग ध्यान पुऱ्याएर होइन। अब धेरै नै गर्नु नै पर्छ, बिकज इट्स नेसेसिटी भनेर गर्न थाल्यो भने चाहिँ मलाई जहाँसम्म लाग्छ। अनि यो हाम्रो करियर चाहिँ हाम्रो सरकारले राम्रो करियर होइन अपर्च्युनिटी, राम्रो करियर अपर्च्युनिटी भनेर एउटा विश्वास दिएर उनीहरूले रेगुलेट पनि गर्न सक्यो भने आई थिङ्क हाम्रो स्पोर्ट्समा चाहिँ मेन वुमेनको अब कुनै दिन यस्तो दिन पनि होला जहाँ हामी धेरै स्पोर्ट्स एथलेट्सहरू होइन त्यो स्पोर्ट्समा सबै एथलेट्सहरू देख्न पाइयोस्, त्यो ठुलो ड्रिम हुनेछ। देखिन्छ बाहिर अरू फरक फरक कन्ट्रीहरूमा चाहिँ ओलम्पिक्समै हेर्ने हो भने पनि कति डाइभर्स छ नि त, गेम पनि डाइभर्स अनि पार्टिसिपेन्ट्सहरू पनि इक्वल अमाउन्टमा त्यसरी नै डिस्ट्रिब्युट भइरहेको देखिन्छ। अनि जसले टेलिभिजन हेर्नुहुन्छ फलो गर्नुहुन्छ सर्टन गेमलाई, ओके आई सी नेपाल पनि त्यहाँसम्म पुगेको भन्ने डेफिनेटली लाग्छ। अनि एउटा स्पोर्ट्सम्यानलाई त डेफिनेटली त्यो कुरा झन् लाग्छ नै होला। सो हाउ हेज थिङ्स चेन्ज्ड फर यु? हजुरको अहिले फ्यामिलीले हजुरलाई हेर्ने दृष्टिकोण कतिको परिवर्तन भएको छ स्पोर्ट्स आइदेखि हजुरको जिन्दगीमा?
त्यही पहिला चाहिँ अब के गर्छस् भन्दा साइकल चलाउने हुन्थ्यो, त्यो पनि जब हो र त्यसले पनि पैसा कमाउँछ र भन्ने थियो। तर अहिले चाहिँ फ्यामिलीले एकदम राम्रो मान्नुहुन्छ, एउटा एकदम राम्रो गरिरहेछस्, हामीलाई त थाहा पनि थिएन के गरेर अहिले राम्रो गरिरहेछस् भन्ने सबैजनाले भन्नुहुन्छ। अब त्यही हो, सोसियल मिडिया, टिभी, अब पत्रिका देखेपछि ओ माई गड हाम्रो छोरी, हेर मेरो छोरी भनेर हुन्छ नि, खुसी हुनुहुन्छ अहिले सबैजना, प्राउड फिल गरिसिन्छ जस। ठिक छ। अनि अब हाम्रो अडियन्स भनौँ जसले यो पडकास्ट हेर्नुहुन्छ अनि जसम्म पुग्छ यो पडकास्ट अनि हजुरको इन्साइट्सहरू पुग्छ, सो उहाँहरूलाई चाहिँ केही त्यस्तो मेसेज छ पर्टिकुलरली अब स्पोर्ट्सको कुरा गर्ने हो अथवा जेनरल केही मेसेज त्यस्तो केही दिनु छ भने चाहिँ प्लिज। अब जता पनि त्यही हो, अब म्यासेज भन्दा पनि अब त्यस्तो धेरै विद्वान पनि होइन म्यासेज दिनलाई, तर अब मैले चाहिँ भन्ने चाहिँ अब तपाईँलाई केहीमा इच्छा छ भने डोन्ट गिभ अप इजिली, नथिङ ह्यापन्स ओभरनाइट होइन। अलिकति टाइम दिनुहोस्, आफ्नो इच्छा शक्ति दिनुहोस् होइन। इच्छा छ भने त्यसमा अलिकति लागि पर्नुहोस्, ट्राई टु मेक इट ह्यापन एज मच एज पोसिबल। अब हुँदै भएन भने त देयर इज नथिङ यु क्यान डु होइन। जति ट्राई गर्दा पनि हुँदैन भने समथिङ्स डजन्ट लाइक इट डजन्ट ह्यापन एभर। तर सकेसम्म चाहिँ आफ्नो हार मान्नु हुँदैन होइन। अब देयर आर मेनी इजी वेज, तर इजी वेज सकेसम्म आफ्नो इजी भन्दा पनि आफ्नो एथिकल हुन्छ नि, आफ्नो एथिक्सले कतासम्म जाऊ भन्छ, ट्राई टु डु द्याट एन्ड जस्ट स्टे ह्याप्पी इन यर लाइफ, वाट एभर मेक्स यु ह्याप्पी जस्ट डु इट, त्यही नै हो। सो दिस इज इट, यो थियो सेकेन्ड एपिसोड हाम्रो ट्राभल कास्टको। एज अ वुमेन इन स्पोर्ट हाम्रो थिम थियो भने उषा खनालजी हुनुहुन्थ्यो आजको हाम्रो गेस्ट। सो जसले हेर्नुभयो तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। उषाजीलाई पनि एकदमै धेरै धन्यवाद हाम्रो इन्भिटेसनलाई एक्सेप्ट गरेर यहाँ आएर आफ्नो इन्साइट्सहरू दिनुभयो। हामीले धेरै कुराहरू थाहा पाउने मौका पायौँ अनि बिहाइन्ड द सिन पनि हाम्रो जो साथीहरू बसिरहनु भएको छ अनि इन्क्लुडिङ मी, म आफैलाई पनि त्यति धेरै माउन्टेन बाइकिङको बारेमा थाहा थिएन होइन। अनि कस्तो भइरहेको छ अहिलेको सिनेरियो अनि वुमेनको पार्टिसिपेसन के कस्तो थियो भनेर थाहा थिएन, जुन उषाजीले हाइलाइट गरिदिनु भयो। धेरै धेरै धन्यवाद उषा दिदीलाई भन्दै। सो 3 को साथमा हामी फेरि आउँछौँ। स्टे ट्युन। नमस्कार। नमस्ते, बाई बाई।